हाई एभ्रिवान, इट्स मी स्पार्क अर्जुन एन्ड वेलकम ब्याक टु माई च्यानल। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला र म पनि एकदमै सन्चै आरामै छु। अनि आज चाहिँ के को बारेमा हो भिडियो भनेर तपाईँहरूले इन्ट्रो हेरेर थाहा पाइसक्नु भयो होला। आज चाहिँ हामी खेत रोप्नेवाला छौँ। अनि त्यसपछि आमा चाहिँ माथि कराउनु हुँदैछ होइन, भात लिएर आएको हामीले चाहिँ। अनि बुवा उहाँ तल हुनुहुन्छ, अनि बुवालाई भात लिएर आएको थियो। अनि बुवा बोलाउनु हुँदैछ। यहाँ तल चाहिँ आमा बिउ काट्नु हुँदैछ। खाना खाइवरी आइसक्यो होइन। अब चाहिँ बिस्तारै बिस्तारै खेतालहरू पनि आउँछन्। अनि त्यसपछि हामी चाहिँ खेत रोप्नेवाला छौँ। अनि यो गरा अनि त्यस पछाडि उतो चाहिँ हामीले अस्ति रोपेको थियौँ। सो अलराइट गाइज, अहिले चाहिँ यहाँ पानी लाउने प्रोसेसमा छु म चाहिँ होइन। यहाँ चाहिँ आँटा लगाइसकेको छ, हेर्न सक्नुहुन्छ। अनि यो तल गरामा पनि पानी म चाहिँ पानी लाउँदैछु। यो त्यो त्यहाँ खोलेर आएँ होइन। अनि यहाँ पानी लाउँदैछु। यहाँ बढी भइसक्यो, त्यो दुईवटा गरामा चाहिँ पर बढी भइसक्यो। अनि त्यस पछाडि यता चाहिँ खोल्दैछु म। यहाँ नै खोल्नुपर्ने हुन्छ। अब यहाँनिर यति आउने भइसक्यो, यत्रोमा त खेत रोपिँदैन। त्यही भएर चाहिँ अब यहाँनिर खोल्नुपर्ने हुन्छ। सो फाइनली गाइस, अहिले चाहिँ मैले यहाँ यो भराइदिने आएको चाहिँ। अनि त्यत्रो ठुलो खोलिदिएको, त्यहाँबाट चाहिँ यहाँ आउँछ। अनि यहाँबाट चाहिँ त्यो फोक्टोमा लानुपर्ने हुन्छ। हो त्यो सानो पनि रोप्नुपर्ने हुन्छ, त्यही भएर हो त्यो लानुपर्ने हुन्छ। यहाँबाट खोलेर होला सायद होइन। सो राइट गाइस, मैले चाहिँ यता हान्दै आउँदैछु। यो लाउँदै होइन छेउ साइडबाट सन्तोष अङ्कलले लाउनु हुँदैछ। अनि ऊ तारा आमाको छोरी तारा आन्टी हुनुहुन्छ त्यहाँ चाहिँ होइन। त्यसपछि उता पर चाहिँ गोरु छ, हेर्न सक्नुहुन्छ। पर बुवाले जोत्नु हुँदैछ त्यहाँ चाहिँ ट्याक्क लाएर। अनि त्यसपछि मेरो हालत हेर्न सक्नुहुन्छ, यस्तो दामी भइरहेको। यतै लाउँदै आउँदै थिएँ म होइन। मेरो हालत हेर्न सक्नुहुन्छ, यस्तो दामी छ होइन। त्यसपछि यता गोरु छ होइन। उता बाउसेहरू, यता अनुसा पनि बाउसे हुँदैछ हेर्न सक्नुहुन्छ। उतादेखि रोप्दै आउँछन्। अब चाहिँ आमासेहरू बाउसेहरू यता गर्छन्, आमासेहरू उता गर्छन् होइन। अनि यता बनाएकै छैन, यता आँटा लगाएकै छैन यो साइडमा चाहिँ होइन। यता चाहिँ आँटा लगाइसकेको चाहिँ परदेखि लाउँदै आएको। तल्लो गरा पनि हुँदैछ ट्याक्क लाएर है त, पिसाउँदै त गाइस। सो राइट गाइज, अहिले चाहिँ यहाँ डाँडामा आइपुग्यो होइन। हालत हेर्न सक्नुहुन्छ, दामी छ होइन। त्यसपछि यस्तो रोप्दै हामी यहाँ आइपुगिसकेको छौँ होइन। ट्याक्क लाएर त्यहाँ रोप्नुहुँदैछ। यता डल्लै छ, यो डल्ला फुटाउँदैछु म चाहिँ होइन। त्यही हो पिस आउट गाइज। यता धमाधम छ, यता पनि धमाधम छ होइन। त्यसपछि हाम्रो गोरु यतापट्टि छ, ट्याक्क लाएर त रोप्दै आउनुहुँदैछ हाम्रो बज्रीहरू होइन। अनि अनुसारले चाहिँ त्यहाँ बिचको मेलो यति लाँदैछ। त्यहाँ पर चाहिँ हेर्न सक्नुहुन्छ, सिधै टाउको माथि घाम लागिरहेछ होइन। यतै यस्तो छ है त। सो राइट गाइज, अहिले चाहिँ म यहाँनिर पानी थुन्न आएको होइन। यहाँनिर आएँ पानी थुने। अनि त्यसपछि मेरो हालत हेर्न सक्नुहुन्छ, दामी छ होइन। यो साइड चाहिँ हामीले रोपिसक्नु आँटेको यति ब्याग छ, ट्याक्क लाएर यति ब्याग छ होइन। त्यहाँ रोप्दैछन् हेर्न सक्नुहुन्छ होइन। त्यसपछि यता बिउ खेल्ने प्रोग्राम चल्दैछ त्यतातिर। त्यही हो है त, पिस आउट गाइज। एकछिनतिर भेट्छु। हातमा ठेला उठिसकेको रहेछ, पिस आउट गाइज। अलराइट गाइज, मेरो हालत हेर्न सक्नुहुन्छ है। अनुहारै भएर टिके भएछ होइन। यो
सो राइट गाइज हामीले चाहिँ देख्न सक्नुहुन्छ है हाम्रो हालत चाहिँ यस्तो दामी भइरहेछ होइन त्यसपछि आउँदैछ त्यहाँ चाहिँ ट्याक्क लाएर यता दामी बादल लागिरहेछ होइन त्यस्तो दामी यहाँ चाहिँ हाम्रो बुवा चाहिँ यहाँ हुनुहुन्छ ड्याडी पर हुनुहुन्छ होइन अनि त्यसपछि त्यही हो है त त्यस्तो खालको दामी छ भन् न यता रोपाइ चल्दैछ यता ट्याक्क लाएर हामीले चाहिँ यस्तो रोप्दै यो सबै सकेको अब यो गरौँ अनि यो गरौँ अनि पछाडि अब उतापट्टिको बाइक छ होइन त्यही हो पिछाउडै त गाइज म चाहिँ अहिले आमा चाहिँ उबाट खाजा लिएर झर्नुहुँदैछ अनि म चाहिँ आमालाई लिन जाँदैछु किनकि धेरै भारी भएर खेतालो धेरै छ नि त अनि खाजा पनि धेरै ल्याउनुपर्छ त्यही भएर चाहिँ आमालाई लिन जाँदैछु म होइन सो राइट गाइज मैले चाहिँ खाजा बोकिसकेँ होइन त्यसपछि ह्याप्पी बर्थडे है त पिस आउट सो फाइनली गाइज अहिले चाहिँ हामीले खाजा ल्याएर यहाँ सिफ्ट हालिसक्यौँ एउटी चाहिँ उ त्यहाँ पर खाँदैछ होइन त्यसलाई चाहिँ भोक लाग्यो अरे त्यो चाहिँ मेरो बुइनी हो चिन्नुहुन्छ होला तपाईँहरूले अनुसा बिष्ट त्यसपछि यतै यो सबै सकेको अब ट्याक्क लगाएर यति ब्याङ्क छ भन्दै पिस आउट है त गाइज अहिले भेट्छु यसको खाने स्टाइल चाहिँ हेर्न सक्नुहुन्छ है कस्तो भएर खाँदै चाहिँ हेर्न सक्नुहुन्छ त्यहाँ त्यसको खुट्टा हेर्नु अनि यहाँ यस्तो खाँदैछ कस्तो छ खाजा दामी छ त्यो भ्याड छ ल है त गाइज यहाँ चाहिँ घिउको चम्ची छ तातो छ नि कहाँ हात हालेको थिएँ कस्तो खालको चिन हौ न ढाडी जन ल्याएको आएको हाम्रो खाजा हेर्न सक्नुहुन्छ है त यस्तो खोरहरू पनि पस्दै गर्छ होइन कहिलेकाहीँ खेतमा आएर खानुको मजै बेग्लै छ हाम्रो गोठ हो यो चाहिँ भत्किसकेको 20 वर्ष अगाडिको गोठ होइन त्यही हो ह्याप्पी बर्थडे फाइनली गाइज सबैजना बसेर हामी चाहिँ अहिले हान्दैछौँ यहाँ खाजा यहाँ हाम्रो बजु पनि खानुहुँदैछ यहाँ थोप्पा र चाउचाउ उहाँ बाजेहरू चाहिँ छेउमा हुनुहुन्छ है यता हाम्रो बजु हुनुहुन्छ ऊ पर अर्को बजु फुली लाउने बजु हुनुहुन्छ मुन्द्री फुली खोइ त बजु तपाईँको फुली फाइनली गाइज चाहिँ मेरो रोपिसक्यौँ भन्दा पनि यहाँ एउटा घर छ अनि यहाँ रेडी खन्नुहुँदैछ होइन यो घरमा यहाँदेखि पानी लगाएको छु हेर्न सक्नुहुन्छ म चाहिँ त्यहाँनिर बाउसे गरेर अहिले भर्खर त्यहाँ बाउसे गरिसकेपछि ट्याक्क लगाएर आएको होइन अब चाहिँ म घर लाग्दिन्छु किनकि मेरो भरे हात खुट्टा दुखिरहेछ त्यही भएर म चाहिँ चलिदिन्छु ट्याक्क लगाएर होइन अनि त्यसपछि अब यहाँ चाहिँ गोरु छ हाम्रो हेर्न सक्नुहुन्छ मेरो हातको हालत हेर्न सक्नुहुन्छ होइन यस्तो भइरहेछ त्यही हो यस्तो छ मौसम एक भएर चाहिँ पानी पर्दै अरे होइन पानी परेर पनि रोकिसकेको छु त्यही हो त गाइस पिस आउट सो फाइनली गाइस म चाहिँ खेतबाट घर सिधै आएर चाहिँ हात खुट्टा धोएर क्लिन भएर चाहिँ मेरो फेभरेट डाँडामा आइपुगेको छु होइन गलिरहेको छु हल्का फल्का त्यही हो अनि त्यसपछि मेरो डाँडा हेर्न सक्नुहुन्छ यस्तो बबाल छ होइन अनि यता भयो हेर्न सक्नुहुन्छ बादल अहिलेसम्म घाम लागिरहेको थियो त्यो बादलले सेकिदियो पुरै होइन अनि ट्याक्क लगाएर हेर्न सक्नुहुन्छ त्यो परको चुच्चो चाहिँ ट्याम्के हो होइन हो त्यो ट्याम्के भइहाल्यो अनि टक्क यस्तो आएपछि हो त्यहाँ चखेबाट चाहिँ सिधै यस्तो डाँडै आउने अनि ऊ माथिबाट ट्याक्क लगाएर उता मुन्दुम ट्रायल छ पुरै म मुन्दुम ट्रायलको जानु पनि भएको होला सायद होइन त्यही हो यस्तै भयो ब्लग कस्तो लाग्यो कमेन्ट गर्नु होला लाइक सेयर एन्ड सब्सक्राइब पनि दाबिहालौँ भन्दै आजको लागि यति नै अर्को ब्लगमा भेटौँला बाई बाई लभ यु गाइज जय नेपाल।